सबैको लागि आजको दिन। आज मिति 2082 साल माघ 23 गते शुक्रबार, फागुन कृष्ण पक्षको पञ्चमी तिथि। अब सुरु गरौँ सिएनटी प्रेसका लागि ज्योतिष पण्डित सुदीप नेपालले तयार पार्नु भएको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूका लागि आजको दिन चञ्चलता बढ्नेछ, समाजमा प्रतिष्ठा बढ्नेछ, बौद्धिक क्षमता वृद्धि हुनेछ, सोचेका कार्यमा उत्साहजनक सफलता मिल्नेछ। वृष राशि हुनेहरूका लागि आजको दिन शारीरिक कष्ट र आलस्यताले सताउनेछ, धन खर्च बढ्नेछ, इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ, उच्च पदस्थ व्यक्तिबाट सहयोग मिल्नेछ। मिथुन राशि हुनेहरूका लागि आजको दिन परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्नता बोध हुनेछ। केही धन लाभ हुनेछ, साथी सङ्गीसँगको भलाकुसारीले मन प्रसन्न रहनेछ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरूका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। कर्कट राशि हुनेहरूका लागि आजको दिन तरल पदार्थको व्यवसायबाट लाभ मिल्नेछ, सामाजिक दायित्व पूरा गर्नुपर्नेछ, आकस्मिक लाभ मिल्ने समय रहेको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन शिक्षा क्षेत्रमा सफलता मिल्नेछ, प्रेम सम्बन्ध सुमधुर रहनेछ, पारिवारिक प्रेम बढ्नेछ, मन प्रसन्न रहनेछ, आर्थिक कारोबार राम्रो रहनेछ। कन्या राशि हुनेहरूका लागि आजको दिन शारीरिक आलस्यता बढ्नेछ, स्वास्थ्य प्रतिकूल रहनेछ, कार्यमा व्यवधान रहनाले मन खिन्न रहनेछ, व्यर्थका कार्यमा समय व्यतीत हुनेछ। तुला राशि हुनेहरूका लागि आजको दिन पति पत्नीमा वाद विवाद हुन सक्छ, मनोरञ्जनमा सहभागी हुने अवसर मिल्नेछ, व्यवसायबाट लाभ मिल्नेछ, सहकार्यबाट सफलता मिल्नेछ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन सोचेका कार्यहरू अधुरा रहनेछन्, आफन्त टाढिने समय छ, धैर्य गरेर अघि बढ्नु पर्नेछ, लाभ हानि बराबर रहनेछ। धनु राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यमा मन लाग्नेछ, नसोचेको धन प्राप्त हुने समय छ, धार्मिक व्यक्तित्वहरूसँग भेटघाट रहनेछ, प्रतिष्ठा बढ्नेछ। मकर राशि हुनेहरूका लागि आजको दिन राजनीतिक क्षेत्रबाट सफलता मिल्नेछ, पैतृक धनबाट लाभ मिल्नेछ, व्यापारिक वर्गहरूलाई व्यवसाय मन्दी रहनेछ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन आय आर्जनका माध्यमहरू सहज बन्नेछ, काम गर्ने उत्साह वृद्धि हुनेछ, आफन्तबाट सहयोग मिल्नाले मन प्रसन्न रहनेछ। र अन्त्यमा मीन राशि हुनेहरूका लागि आजको दिन व्यर्थको कार्यमा समय व्यतीत हुनेछ, नसोचेको धन खर्च हुनेछ, बोलीको कारण आफन्त रुष्ट बन्नेछन्, बोलीलाई संयम गर्नुपर्नेछ। राशिले जे जस्तो फल बताए पनि हजुरहरूको कार्य सफलताको कामना, अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना, यात्रामा रहनुहुनेलाई मङ्गल यात्राको कामना, जन्मदिन मनाउँदै हुनुहुन्छ भने जन्मदिनको शुभकामना, पाथिभारा भगवतीले सबैको मनोकामना पूर्ण गर्नुहुनेछ।